तिमी बाहिर किन धेरै बेर भयो? मलाई यहाँ एक्लै बस्न डर लागिरहेको छ। यो आवाज यताबाट आएको जस्तो छ, तर यहाँ कोही पनि देखिँदैन। किन यस्तो? ढोका आफै चल्यो जस्तो लाग्यो। ओ, यहाँ केही ठिक छैन। के भइरहेको हो? ढोका आफै खुल्दैछ। भित्र के छ होला? हेर्नै पर्छ, तर डर लागिरहेको छ। ओह, झ्याल खुला रहेछ। हावाले ढोका चलाएको रहेछ। म त अनावश्यक डराएको रहेछ। केही थिएन, हावाले मात्र ढोका चलाएको रहेछ। डराउनु पर्दैन, म यतै छु। सब ठिक जस्तो लाग्छ, तर किन यो कोठामा अजीब फिलिङ अझै पनि आइरहेको छ? एउटा अजीब आवाज फेरि आयो। ओह, यो भित्तामा के छ? किन फरक देखिँदैछ यहाँ? यो त खोलेर हेर्न मिल्ने रहेछ। भित्र के छ? किन लुकाइएको जस्तो लाग्छ? यो बाकसभित्र के होला? पुराना फोटो जस्तो देखिन्छ। कसैको लुकेको कथा जस्तो लाग्छ। यो फोटोमा त यही घर मालिक देखिन्छ। किन यी पुराना कुरा यहाँ लुकाइएको होला? तिमीहरू त्यो बकस खोलेर राम्रो गरेनौ। अब त्यो कुरा यहाँ बस्न दिन्न। यो कोठा पहिले मेरो छोरोको थियो, दद। ऊ हराएको कथा यही बाकससँग जोडिएको छ। यदि तपाईँको छोरो हराएको हो भने हामीलाई सबै कुरा विस्तारमा जान्नै पर्छ। अब मेरो छोरो यही कोठाबाट अन्तिम पटक बाहिर गएको थियो, त्यसपछि फर्किएन कहिल्यै। के साँच्चै छोरो हराएको हो वा अरू नै ठुलो रहस्य लुकेको छ? अर्को भाग हेर्नुहोस्, फर्टमेन्ट।